च्यानलमा सबैले स्वागत छ सर। स्वागत छ हैन, सबैजनाले चाहिँ मेरो युट्युब च्यानल हेर्नु भएको छ भने हैन सब्स्क्राइब गर्नु पर्यो हैन। आज चाहिँ एउटा जस्ट म चाहिँ कम्युनिटी कन्डिसनमा रहेको हुनुभएका एकजना के भन्छन् सरोज अली, हाम्रो दाइ चाहिँ सरोज अली हुनुहुन्छ हैन। सरोज अली दाइहरूसँग चाहिँ म अलिअलि जस्ट प्र्याङ्क गर्न खोजिरहेको छु। तपाईँहरूले आउनुहोस्, देख्न सक्नुहुन्छ। अब प्र्याङ्क चाहिँ कस्तो हुन्छ त हेर्दै जाऊ है त। ओहो, स्कुटर त कडा छ त अनि कम्युनिटी कन्डिसनमा त। बाफरे, स्कुटर बाइक त कडा छ त अनि। हेलो हेलो सर, उहाँलाई चिने? हजुरको नाम सरोज ओली हैन हो? अनि तपाईँको त यहाँ अनि तपाईँको त 100-200 जना जियो हेलो हेलो हैन नि त, यहाँ त सिङ्गिङ भइरहेको छैन नि त। अनि तपाईँको त 100-200 जना गर्लफ्रेन्ड छ अरे नि त, हो कि नै? हो, साँच्चै हो र? 100-200 जना गर्लफ्रेन्ड हो? अनि 100-200 जना यसो बोल्न दिनु न त यार। यसो म चाहिँ यो अब जस्ट भिडियो गेम बनाइरहेको छु कि होइन। यस्तो नासौँ न छ्या सुहान हो। दारी पनि पुरा इन्डियन हिरो चाहिँ कहाँ, मैले गुन्डा चाहिँ कुन फिल्ममा गुन्डा चाहिँ देखिरहेको छु कि म। कहीँ हिन्दी फिल्ममा चाहिँ खेल्नु भयो तपाईँ? होइन, खेले जस्तो लाग्यो मलाई। अब तपाईँ हेर दारी सारी सबै लुक सुक्स पुरै यस्तै छ त। अनि अफर आएको थियो? ए आएको थियो। ए किन नगएको त फिल्म खेल्न त अफर आउँदा पनि? ए भाडै थिएन, गाडी भाडा पो थिएन। अनि होइन होइन, यो बेइज्जत हुन्न, यो मैले पब्लिक पनि गर्दिनँ हेर्नुहोस् दाइ होइन। यो त जस्ट हाम्रो अब कहिलेकाहीँ हुन्छ नि त रमाइलो यसो गर्न बनाएको, म पब्लिक गर्दिनँ, तपाईँलाई टर्चर गर्ने कुनै काम गर्दिनँ क्या दाइ। अनि ल ल म के हो कुरो यहाँ खुलाउनु पर्यो। अनि ल डर लाग्यो त फेरि। ल ल ल यदि मलाई कुनै सुदोमहरु कसैको सिन्दुर पर्न खोज्छ भने म त्यो सुदोर नै भेटाइदिन्छु। ओहो, कडा छ त दाइ। कुन फिल्मको डायलग हो? मेरो आवाज त खतरा आएछ त। ओ दामी दामी छ दाइ। अनि कुन फिल्मको डायलग हो यो भनिदिनु पर्यो नि त। अनि सर फिल्म हेरेको साडी हुँदाखेरि त्यो कुन फिल्मको मलाई थाहा छैन। त्यो कुन त्यो के भन्छ विराज भट्टको डायलग हो। ओ विराज भट्टको डायलग हो। त्यसमा निखिल उप्रेती पनि हुनुहुन्छ। त्यसमा पहिले हेरेको फिल्म सानो हुँदाखेरि त्यो किटकिटे मोबाइल हुन्छ नि सानो, मैले त्यही मोबाइल लिएर आएँ। ए सानो मोबाइल यस्तै ठुलो छ। ए यो ठुलो छ। यो यतिसम्म दिएको मात्रै हुन्छ त्यो त्यति बेला। ओहो, यति हुन्थ्यो क्या, यति हुन्थ्यो, यति सानो हुन्थ्यो। त्यो पनि त्यो बाले इन्डियाबाट ल्याएको। ए इन्डियाबाट? ओ त्यो त लाखौँको पर्ला नि त त्यो मोबाइल त। अनि ए लाखौँभन्दा बढी? तर तपाईँलाई चाहिँ અહીંदेखि मैले सोधेको प्रश्न चाहिँ तपाईँको 100-200 जना गर्लफ्रेन्ड हो त? हो, कसरी बनाउनु भयो त यत्रो? कसरी सम्हाल्न सक्नु भयो त? अनि तर तपाईँले यहाँ भन्नु पर्यो नि त कसरी, यहाँ तपाईँले यहाँ कसरी सम्हाल्नु भयो यो पब्लिकमा देखाउनु पर्यो नि त। अनि यो देखाइदियो भने यहाँ खुलाउनु परेन? अनि होइन, त्यो बोलीचाली फुरफुर भने के यस्तो केही होइन, यो त भइहाल्छ नि। अनि यो 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 पब्लिकले बुझ्छ कि होइन, यो भनेको कुरा गर्दा अब शैलीमा हात जाने कुरो हो कि त। अनि होइन होइन त्यस्तो भाइ, दाइ त्यस्तो नबोलौँ है, त्यस्तो नबोलौँ है होइन। तपाईँले चाहिँ कसरी सम्हाल्नु भयो नि त्यो कुरा खुलाउनु पर्यो नि त। अनि यहाँ
कसरी समात्नु भयो समात्नु होइन सम्हाल्नु भयो कसरी 100-200 जना गर्लफ्रेन्डलाई कसरी सम्हाल्नु भयो तपाईँले यस्तो गरे मैले के भने चाहिँ कसरी सम्हालेपछि एकचोटि एउटीलाई चाहिँ एउटीलाई अब यस्तरी सम्हाले यस्तरी सम्हाले यस्तरी सम्हाले अर्कोचोटि चाहिँ यस्तरी सम्हाले अर्कोचोटि अर्कोलाई यस्तरी सम्हाले यस्तरी सम्हाले कसैलाई यस्तरी सम्हाले कसैलाई यस्तरी सम्हाले कसरी सम्हाले ओहो भनेपछि त डेन्जर रहेछ त दाइ हजुर त अनि अरू तपाईसँग अरू कला पनि त छ भन्ने सुनेको थिएँ हो कि नै त्यस्तो कलाको गेडाहरू मतलब के हो त कलाको गेडा भनेको चाहिँ के हो कला भनेको कला भइहाल्यो अनि ए तरकारी खाइन्छ हो त्यो पनि सही हो तर तपाईसँग अरू कला पनि छ भन्ने सुनेको थिएँ म त्यही भएर चाहिँ यहाँ आएको नि त अरू कला पनि त यहाँ देखाउनु पर्यो नि त नि दाइ ए बाडीमा गाउँमा ओ तपाईँको घर चाहिँ कहाँ हो भनिदिनु पर्यो नि त नि यहाँ पब्लिकमा ए बाङ्गेलाखुरी ए रुकुम ए ठ्याक्कै मेरो एक्सको घर ए होइन सरी यस्तो बोल्नु भएन होइन त्यस्तो बोल्नु हुन्न है यो त सोझी थिएँ त्यस्तो अरूलाई हेर्ने पनि थिइनँ के त अनि तपाईँको चाहिँ अरू कला पनि छ भन्ने सुनेको थिएँ म અહીંदेखि 5 चोटि बोलिसकेँ दाइ मैले 5 चोटि बोल्न यहाँ देखाउनु पर्यो नि त नि अलिअलि त्यो कला भनेको यस्तो हो कि त्यो कला भनेको यस्तो हो कि ए यस्तो कला हो कि यस्तो कला हो त्यही कला भन्ने चाहिँ कला हो तपाईँको होइन दाइ अब यस्तो दारी छ यस्तो लुक छ होइन इन्डियन हिरो चाहिँ हो इन्डियन हिरो त नभन्दा पनि सुहाउँदैन गुन्डा हो क्या गुन्डा जस्तो ल एउटा कुनै डायलग गरिदिउँ न त गुन्डाको ल कौन सा डायलॉग बोल दो आपको बताओ हे गर त्यो हात अगाडि लगाएर चाहिँ हुन्छ नि त त्यो राज समालको त होइन दाइ तिमीलाई म जहाँ भेट्छु नि होइन दाइ तर तपाईँले एउटा गल्ती गर्नु भयो नि त दाइ दाइ यहाँ सुन्नु न तपाईँले एउटा गल्ती गर्नु भयो नि त यहाँ मेरो धन्ने सातो गइसक्यो अनि सातो त गरेपछि जाँदैन अनि यहाँ सातो गइसक्यो आएर एक्सक्युज मी अहिलेदेखि भिडियोमा एक्सक्युज मी भनिरहेको आउनु भयो अनि के हो त नि यो हेलो मेरो एक्सहरुको के देश ए यो भिडियो चाहिँ एक्सहरुले हेर्छन् त्यही भएर हो क्या अनि अहिले पनि 100-200 जना चाहिँ गर्लफ्रेन्ड छन् त अनि अहिले चाहिँ के भयो त अनि सुन मेरो कुरा सुन ल भन्नु म अहिले एकदम पीडामा छु भाइ ए किन त नि मेरो गर्लफ्रेन्ड छैन अहिले किन छैन भनेपछि मेरो एउटा अस्ति त्यो कान टाइपको भिडियो आएको थियो ए तपाई त एउटा आइमाईसँग सुतेको भिडियो थियो नि त जुन तिमी डाइरेक्ट त्यसरी नहुनु भाइ एउटा सन्देशमूलक भिडियो बनाएको थियो हामीले ए सन्देशमूलक भिडियो हो त्यो युट्युबमा हालेको थियो त्यो हालेको थियो त्यो हालेको थियो युट्युबमा अनि के हो भनेपछि कहिले बिचको काटेर छिराइदिएछ ए छिराइदिएछ कहाँ छिराइदिएछ त यहाँ युट्युब यसमा के टिकटकमा बिचको काटेको ए समस्या त्यही बा हो त्यो भिडियो नाम थिएन फेरि है मैले नराम्रो छैन त्यो फुल भिडियो पनि हेर्ने हो भने राम्रो छ जुन फुल भिडियो त एकदम चमक मैले पनि हेर्न त हेरिसके हो तर त्यो सबसे सुरुमा भिडियो हेर्नुभन्दा अगाडि चाहिँ त्यो मलाई क्लिप देख्दा चाहिँ हो कि जस्तो पनि लाग्यो के त्यो हुन सक्छ हो जुन